यो ट्राफिक पुलिसको नाम निरोज कार्की हो र यो कपले यो राइडरलाई नाकमै पञ्च हान्दिन्छ। तर भिडले किन हानेको भनेर सोध्दा हैन भाइ चाहिँ आफै रेलिङमा लडेर नाकमा लागेको हो भनेर भन्छ। रेलिङमा ठोकेर लडे हो। तर राइडरले हैन मलाई चाहिँ ट्रिपल लोड गर्यो भनेर ट्राफिक पुलिसले नाकमा पञ्च हानेको भन्छ। यता सुरुमा गल्ती त राइडरकै छ, तर जनतालाई कुट्नै पर्ने त अधिकार चाहिँ ट्राफिकको त पक्कै छैन होला। ट्रिपल लोड गरे बापत त कानुनमा अरु कुनै प्रोसेस होला, फाइन काट्ने, चिट काट्ने। मलाई त केही ट्राफिक पुलिसले आफूलाई चाहिँ सलमान खानै सोच्छन् जस्तो लाग्छ। त्यही भएर हामीले सोशल मिडियामा बेला बेलामा पुलिसको मार्शल आर्ट देख्न पाउँछौँ। पुलिसलाई चाहिँ जनताले घेर्छन् र ट्राफिकले चाहिँ रेडियोमा सायद ब्याकअप बोलाइरहेको छ, के थाहा पछि कुटाइ खान्छ कि भनेर। धन्न यो भिडियोमा चाहिँ सबै सभ्य रहेछन्, त्यही भएर पुलिसमाथि कुनै किसिमको हातपात गर्दैनन्। भिडमा दाइहरूले पनि राइडरलाई नै सपोर्ट गर्छन् र यो ट्राफिक पुलिसलाई चाहिँ कडा कारबाही नगरिकन छाड्दैनौ भन्छन्। ट्राफिकलाई साँच्चै केही कारबाही भयो कि भएन भनेर अनलाइनमा त अरु केही इन्फर्मेसन छैन, तर ट्राफिकलाई जे कारबाही गरे पनि यिनीहरूको व्यवहारमा त केही सुधार आउन्न। नत्र भने हरेक महिनामा हामीले चाहिँ ट्राफिकले मान्छेलाई कुटेको किन नयाँ नयाँ भिडियो सोशल मिडियामा हेर्न पाइन्छ त। यसकै आधार नाम मेरो ल रेकर्ड तपाईँ रेकर्ड गर्नु छ ल।